विनियोजन विधेयक त प्रतिनिधि सभाबाट सर्वसम्मत पारित भएछ त है? विनियोजन विधेयक पारित भयो भन्ने चाहिँ सुन्नियो होइन। अनि एउटा कुरा मैले खासमा कन्फ्युजन भएँ क्या, विनियोजन विधेयक भन्ने चाहिँ सुन्नियो, तर खासमा अर्थमन्त्रीले संघीय संसदमा अस्ति बजेट पेश गर्नुभएको थियो नि, जेठ 15 गते संघीय संसदमै बजेट पेश गर्दाखेरि अब खर्चै गर्न नपाइने हो र भने यो कहाँबाट विनियोजन विधेयक आयो फेरि बिचमा? राम्रो गहिरो क्वेसन सोध्यौ तिमीले। यो विनियोजन विधेयक कहाँ कसरी आयो भन्ने भन्दा पनि यो 15 गते नै बजेट भाषण गर्ने बित्तिकै खर्च पाउनु पर्ने हो होइन भन्ने कुरामा चाहिँ तिमीले आर्थिक कार्यप्रणाली भन्ने सुनेछौ? आर्थिक कार्यप्रणाली सुनेको छु। के हो त्यो भनेको भन्नै पर्ने? भन न। आर्थिक कार्यप्रणाली भनेको के हो भने यो तिम्रो सार्वजनिक वित्तीय स्रोत साधनहरूको व्यवस्थापन गर्ने एउटा विधि अर्थात् संयन्त्र अर्थात् प्रक्रिया भनौँ न, कानुनी प्रक्रिया भयो के अरे। अनि आर्थिक कार्यप्रणालीको लिपिबद्धता हाम्रो संविधानमै व्यवस्था गरिएको छ होइन। तिनै तहको आर्थिक कार्यप्रणाली भनेर व्यवस्था गरेको छ सङ्घ प्रदेश स्थानीय गरी होइन। अब मलाई के लाग्छ भने अब यो अर्थसँग सम्बन्धित होला होइन, आर्थिक क्रियाकलापहरू चलायमान, राजस्व सङ्कलन, खर्च होइन, त्यसपछि तिम्रो कर लगाउनेदेखि कुराहरू होइन, तिमीले सबै कुराहरू समेट्या होला जस्तो लाग्छ क्या। तिमीले बुझे अनुसार चाहिँ तिम्रो जो सार्वजनिक वित्तीय स्रोत साधनको प्रभावकारी व्यवस्थापन गर्ने एउटा पद्धति हो जुन चाहिँ संविधानमै व्यवस्था गरिएको हुन्छ। संविधानमै लिपिबद्ध हो, यो मुलुककै कुनै पनि मुलुकको आर्थिक कार्यप्रणाली त्यो मुलुकको संविधानमा व्यवस्था गरिएको हुन्छ क्या। अनि त्यसपछि चाहिँ यो अर्को एउटा यसमा मुख्य कुरा छ नि, आर्थिक कार्यप्रणाली भनेको चाहिँ तिम्रो एउटा सार्वभौम सत्तासँग सम्बन्धित विषय हो क्या। यो कसरी भयो यार यस्तो? हो, एउटा सोभरिन विषय कसरी हुन सक्छ आर्थिक कार्यप्रणाली भन्ने कुरामा चाहिँ तिम्रो सरकारले चाहिँ 1 रुपैयाँ पनि खर्च गर्नु पर्यो भने एउटा संसदीय लोकतान्त्रिक शासन प्रणालीमा चाहिँ त्यो एउटा जनप्रतिनिधिमूलक जुन सार्वभौम संसद छ नि त्यो संसदको स्वीकृति चाहिन्छ भन्ने कुरा हो क्या। 1 रुपैयाँ खर्च गर्नु पनि संसदको स्वीकृति चाहियो हो। त्यस्तै भएर चाहिँ एउटा सार्वभौम सत्तासँग सम्बन्धित एउटा विषय हो, एउटा सोभरिन म्याटर हो भनेर भन्छ क्या यसलाई चाहिँ। एउटा के थियो नि, के नो ट्याक्सेसन यस्तो यस्तै खालको के थियो नि, के अरे हो। यसो आर्थिक कार्यप्रणालीसँग सम्बन्धित चाहिँ एउटा दुईटा पपुलर प्रिन्सिपल छ के, नो ट्याक्सेसन विदाउट रिप्रेजेन्टेसन र नो एक्सपेन्डिचर विदाउट लेजिस्लेसन भन्ने कुरा हो। यहाँनिर यो दुईटा प्रिन्सिपललाई जोडेर चाहिँ मैले अघिको तिम्रो विनियोजन विधेयकको कुरा भन्न सक्छु। ओके, विनियोजन विधेयक चाहिँ यहाँ आएर टच भयो। हो, कसरी भन्छौ भने चाहिँ यो बजेट पेश गर्दै गर्दाखेरि अरू एउटा दुईटा पनि विधेयक प्रस्तुत हुन्छ के अरे, 3टा विधेयक प्रस्तुत हुन्छ क्या संसदमा। एउटा तिम्रो विनियोजन विधेयक, अर्को आर्थिक विधेयक, अनि अर्को चाहिँ राष्ट्र ऋण उठाउने विधेयक हो। अर्को त्यो दुईटा प्रिन्सिपल थियो नि तिम्रो, नो ट्याक्सेसन विदाउट रिप्रेजेन्टेसन र नो एक्सपेन्डिचर विदाउट लेजिस्लेसन। तिम्रो त्यो ट्याक्सेसनको कुरा चाहिँ तिम्रो आर्थिक विधेयकसँग जोडिन्छ, राजस्वसँग सम्बन्धित कुरा चाहिँ आर्थिक विधेयकमा हैन, अनि एक्सपेन्डिचरसँग सम्बन्धित कुरा चाहिँ तिम्रो विनियोजन विधेयकसँग जोडिन्छ के। ओके 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 ओके। अर्थात् एउटाले चाहिँ स्रोत साधनको सङ्कलन गर्ने कुरामा जोड दियो हैन, स्रोत साधनको स्रोत सङ्कलन गर्ने आर्थिक विधेयकले दियो, अनि त्यो